Hi guys, how are you today? I hope सबैजना सन्चै हुनुहुन्छ होला। अनि हजुरहरूले आफ्नो लाइफमा भविष्य फ्युचर के सोच्नु भएको छ त? कुनै पनि गोल बनाउनु भएको छ? कुनै ड्रिम छ हजुरसँग? कुनै एम हुन्छ नि त? कुनै व्यक्तिको ड्रिम हुन्छ म बाइक किनेर सरर कुदेर हिँड्छु। म कार चलाएर सरर हिँड्छु। हुन्छ नि त ड्रिम। You have any dream? आई होप सबैजनासँग हुन्छ ड्रिम चाहिँ। आफ्नो ड्रिम चाहिँ पुरा गर्नुपर्छ कि गाइज। त्यसै ड्रिम बनाएर मात्र त्यसमा काम नगरेर यत्तिकै जान दिने, आफ्नो विश नै पुरा नगर्ने, नेभर, त्यो कहिले हुन सक्दैन। किन भन्दा हजुरहरूले आफ्नो ड्रिम पुरा गर्नुपर्ने हुन्छ के। यदि हजुरहरूले आफ्नो ड्रिम पुरा गर्नुभयो भने आफ्नो लाइफमै आफै सक्सेस हुनु हो। आफू सक्सेस भयो भने त अब लाइफ नै बेटर हुन्छ, फ्युचर राम्रो हुन्छ नि त। त्यही भएर सबैजनाले आफ्नो विशको लागि चाहिँ, ड्रिमको लागि चाहिँ बेस्ट दिनुपर्छ। आफूले जति सकिन्छ त्यति नै। किन भन्दा मान्छेहरूले जति पनि टाइम वेस्ट गरिरहेको हुन्छ नि त, रिल हेरेर यत्तिकै टाइम बिताइरहेको हुन्छ नि त। त्यसले कुनै पनि काम गर्दैन कि। अरूको रिल हेर्नु हजुरहरूले कुनै पनि फाइदा हुँदैन। एउटा मोटिभेट भिडियो हेर्नु हल्का इच्छी मात्र इन्क्रिज हुन्छ कि, कहीँ नि फरक पर्दैन। मोटिभेट भिडियो हेरेर स्टार्ट गर्नु पर्यो के, पाइला चाल्नु पर्यो। कुनै पनि डेस्टिनेसनमा पुग्नुपर्छ। पुग्ने इच्छा छ भनेपछि पाइला चाल्नु पर्यो। फर्स्ट कदम नै हजुरहरूको डेस्टिनेसनको डिसिजन हो नि त। त्यही भएर सबैजनाले एक पाइला त सार्नु नै पर्यो। फर्स्ट पाइला नै डेस्टिनेसनको इन हुन्छ नि त। फर्स्ट पाइला सारेपछि त्यसपछि कुनै पनि डेस्टिनेसनमा पुग्नु छ भने पहिलो त पाइला चाल्नु नै पर्यो नि त, डिसिजन लिएर। अनि त्यसमा कन्टिन्यू गर्ने के। एक स्टेप अगाडि बढ्यो फेरि त्यसैमा रोकेर बस्ने होइन। ग्रोथ माइन्डसेट हुनु पर्यो। म अझै माथि लेभलमा पुग्न चाहन्छु भन्ने माइन्डसेट हुनु पर्यो। अनि मेन प्रब्लम भनेको के छ भन्दा कुनै पनि मान्छेको हुन्छ नि त विश, मलाई बाइक चलाउनु विश छ भनेर यत्तिकै घरमा बसेर फोन हेरेर रिल स्क्रोल गरेर हुन्छ त? नेभर, द्याट इज इम्पोसिबल गाइस। त्यसैले कुनै पनि बाइक चढ्नु छ भन्ने विश छ भने हजुरहरूले आफूमा काम गर्नु पर्यो। अनि कुनै जब गर्नु या आफै बिजनेस गर्नु, रिस्क लिनु, अनि डिसिजन गर्नु। बाइक किन्नको लागि मनी चाहिन्छ नि त। मनी कमाउनको लागि के गर्नुपर्छ, मनी अर्न गर्नको लागि के गर्नुपर्छ, सबै गर्नु पर्यो के। तर नेगेटिभ वेमा होइन, पोजिटिभ वे। कुनै पनि सकारात्मक पक्षबाट अगाडि बढ्नु। चोरेर धातेर अरूलाई ठगेर लुटेर हुँदैन। कुनै दिन होला, एक दिन होला, 2 दिन होला चोरेर धातेर, तर हुँदैन कि। लाइफभरको लागि पुरा फ्युचरै राम्रो बनाउनु छ भने आफू नै स्ट्रगल गर्नु सक्नु पर्यो कि। यदि हजुरहरूको ड्रिम छैन भने फर्स्ट त आफ्नो लागि, फ्युचरको लागि एउटा ड्रिम सोच्नु, ड्रिम बिल्ड गर्नु, अनि त्यसमा काम गर्नु पर्यो। डिसिजन लिनु पर्यो। त्यो ड्रिममा पुरा गर्नको लागि के गर्नुपर्छ त भनेर डिसिजन लिनु पर्यो। अनि त्यसमा कन्टिन्युली अगाडि बढ्नु सक्नु पर्यो। त्यसैमा काम गर्न सक्नु पर्यो। एक दिन गरेर हुँदैन, 2 दिन, 3 दिन, 4 दिन, 5 दिन, कन्टिन्यूसम्म हजुरले 20-22 दिनसम्म हजुरले कन्टिन्यू काम गर्न सक्नुभयो भने त्यसपछि सबकन्सियस माइन्डले क्याच गर्छ कि मैले यो ड्रिम पुरा गर्नको लागि मैले काम गरिरहेको छु है भनेर।